अहिले सेक्युरिटी प्रोटोकलको लागि चाहिँ के हुन्छ फेन्सिङ जति पनि एरिया हुन्छ नि त्यसको वरिपरि चाहिँ हामीले सेक्युरिटी मेन्टेन गर्नु पर्यो जुन यो अहिले जस्ता देखाएको छ नि हामीले जस्ताको चाहिँ फुल कम्प्लिसन छ तर जस्ता त्यहाँसम्म भयो अब सबै जग्गा ग्राउन्ड अन्तर्गतकै परेको छ अहिलेको लागि यो चाहिँ ओपन फिल्ड हो पहिलेदेखि नै ओपनै हुन्छ तर जस्तो त्यहाँ त्यो एरियाबाट चाहिँ हामी फेन्सिङ गरेर चाहिँ समीक्षाले चाहिँ यसलाई इन र आउटको एउटा त्यो यतातिर बस्ने भन्ने यहाँ कोही पनि बसेन भन्दा नि होइन त्यो सिट बाहेक यता बिचको पार्टमा बस्छ यो सबै जस्तो पहिला पनि हाम्रो फेन्स वाल थियो फेन्सिङ थियो होइन अब अहिले यो प्रोटेक्ट भएपछि यहाँबाट मान्छे त्यहाँ फेन्सिङ नभने चाहिँ यहाँबाट हामीले बाहिरको जुन यो जहाँ चाहिँ प्यारापिट छ नि त्योभन्दा बाहिर चाहिँ 7 फिट जतिको पोल राखेर त्यहाँ टाढा पार गरेर फेन्सिङ गर्छ जसले गर्दा टिकट काट्नेहरूलाई एक्सेस गरेर इन आउट गर्ने एउटा पोजिसन त्यो फेन्सिङ चाहिँ गर्नुपर्छ भन्दा बाहेक अरू मान्छे हुँदैन यति हो अब यता सबै यो 10,000 भयो यो र यो गरेर अर्को हामी आफैले बनाएको सो टोटलमा 12 देखि 13,000 जति हुन्छ त्यहाँ पनि 1,000 2,000 3,000 सबैजना वरिपरि गरेर अट्छ टोटल अहिले चाहिँ 12 देखि 13,000 क्यापासिटी हुन्छ छैन यति नै हो 14 लाउने भएको कारणले खासै खोलेको छैन यतापट्टि स्लोप ग्राउन्ड भएको कारण त्यहाँले पोरेसपाल आएको छ त्यहाँबाट अर्को पोरेसपालबाट तलैबाट खालि यो एउटा रुख चाहिँ एकदम संवेदनशीलै छ किनभने त्यो जरा निस्किया छ यहाँ पछाडि यो चाहिँ फेरि रिस्की नै छ कि अरू त के भन्दा किनको बेला मान्छे चढ्छ अनि एउटा इआई आउने प्रोसेस नै छ त्यो इआईएको लागि पनि हामीले इन्भाइरोमेन्टलाई हाम्रो गरेका छौँ योबाट उहाँहरूको नजानलाई त्यो पनि अहिले खेलकुद परिषदहरू भइसकेको छैन के अरे होइन यो यस्तो भयो यो अहिले त यो बनाउँदाखेरि जुन यो जग कमजोर भएको छ नि त रुखको अनि गेम भएको बेला हजुरको पोहोर साल उहाँको रुखसम्म मान्छे बसेको थियो रुख भन्न साथ त्यहाँ बसेर फोटो आउँछ भनेर मान्छे चढ्छ अब झन् अहिले त कमजोर छ यो त्यही लागि यो दुई चारवटा रुखलाई चाहिँ अलिकति व्यवस्थित गर्ने भयो यताको पनि उता पब्लिक सेफ्टी र सेक्युरिटीकै पऱ्यो कि भएको चाहिँ उहाँहरूलाई भने बित्तिकै काटिदिनु भएको छ एउटा चाहिँ उहाँहरूले सबै त परेन यो अलिकति संवेदनशील ठाउँहरू त्यसको त जुनै पनि खस्ला लाग्छ मिडिया त हुनुहुन्छ मिडिया त हुन्छ यस भिडियोका साथमा ओम श्रीनगर डेन्टल क्लिनिक पार्क मोड धनगढी कबड हल जाने बाटोमा गुरुजी सटिङ एन्ड सुटिङ मेन रोड धनगढी माछापुछ्रे बैङ्क सँगै दहाल पुस्तक पसल बयाबेहेडी धनगढी माइक्रोटेक प्रिन्टिङ हाउस एलेन चोक धनगढी पवन पुस्तक भण्डार सन्तोषी टोल धनगढी